चाहिँ गोपाल खड्का, घर रुकुम पश्चिम। अब गाडी चालक साउजी आफै हो म। हाम्रो गाडी चाहिँ घोराई टु रुकुम सिमली, पश्चिम रुकुमको सिमली, घोराईबाट सिमलीसम्मको रुट हो। हाम्रो गाडीको संस्था चाहिँ त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रणाली हो। हामी सर बिहान घोराईबाट 5 बजे काउन्टरबाट छुट्ने टाइम हो भने अब उता पनि त्यही समथिङ 5 बजे नै सिमलीदेखि घोराईको लागि छुट्छ। अब सेवा उहाँहरूले रुचाए अनुसारको सिटहरूको व्यवस्था अब हाम्रो प्राय कन्ट्याक्टमै हुन्छ, काउन्टरबाट पनि हुन्छ सिटहरू रोकाउने। अब जसले पहिला नै फोन गर्यो त्यहीको आधारमा सिटहरू दिने व्यवस्था गरेका छौँ। अब जति सक्दो उहाँहरूलाई मिलाइजुलाएर लिने गरिरहेछौँ। बाटो त सर अहिले त हल्का अंश सुधार भएको छ। बर्खामा लास्टै अप्ठ्यारो थियो, ढुङ्गा गल्दा गल्दै पनि हिँड्नु पर्थ्यो। प्यासेन्जरको पनि बाध्यता, आफ्नो गन्तव्यमा पुर्याउनै पर्ने उहाँहरूलाई पनि एकदम जिम्मेवार बोकेर जानु पर्थ्यो। बाटो अब साना गाडीहरूको लागि त निकै कष्टकर बाटो हो, तैपनि बाध्यताले हिँड्नै पर्छ। अब हाम्रा यात्रु भनेका भगवान रूपी हुन्।